नमस्ते सबैजनालाई देश र विदेशमा छरिएर बसिराख्नु भएको मेरो इष्टमित्र सबैजनालाई लोसारको शुभकामना। हामीहरू अहिले मराना अडिटोरियममा आइसकेका छौँ र यस ब्लग मार्फत हजुरहरूलाई सिडनीमा बसोबास गर्ने तमुहरूको लोसार कार्यक्रम देखाउनेछु। म त वेट गरिरहेको हामी त बाहिर। तपाईँलाई पनि ह्याप्पी लोसार। काटिसक्यो हामीले किनकि प्यारेन्ट्सहरुले फ्री गर्छ नेक्स्ट इयर थाहै थिएन हामीलाई। नेक्स्ट टाइम चाहिँ अब तीनजना त्यो भयो भने चाहिँ अलिकति कन्भिनियन्ट हुन्छ तर ठिकै छ एडेन मलाई थाहा थिएन त मलाई फोर पनि हुनुहुन्थ्यो उहाँ अनि हिलो दाइले लास्ट इयर पनि हिलो मम्मीले त लाग्दैन हामीले एभ्री इयर चाहिँ ओदन थाहै उसै थिएन केही इन्फर्मेसन्स नै थिएन। हजुर हस् हुन्छ। ह्याप्पी लोसार दादा। हेलो बाबु। मामालाई नमस्कार पुसाई भन्नु न। चियर्स एडेन लुक एट फुबु भन्छ यो ल फुबु द्वारा आयोजित लोसार कार्यक्रमलाई गरिमामय बनाउनको निमित्त यहाँ सम्पूर्ण महानुभावहरू त्यहाँ फुबुहरू कहाँ हुनुहुन्छ त्यतै गएर बस्छ गर्दछौँ र उच्च सम्मान व्यक्त गर्दछौँ। हाम्रो परम्परा संस्कृति र आध्यात्मिकता जोडिएको लोसारमा शान्तिको प्रतीक बुद्ध पूजाको विशेष महत्त्व हुने गर्दछ। बुद्ध पूजा एक धार्मिक कर्मकाण्ड होइन, यो आत्मशुद्ध गर्ने साधना हो। गौतम बुद्धले दिएका शिक्षा जुन चाहिँ शान्ति, करुणा, ह्याप्पी लोसार फुबु ध्यान चले अरूसँग राम्रो सहकारी स्थापना गर्न अमूल्य मौका प्रदान गर्दछ। बाजे खोइ त बाबु बाजे र विश्वको निर्माण गर्न सहयोग हुन्छ। यसै क्रममा बुद्ध पूजाको गरिमालाई अझै बाजेले ड्रेस बनाइदिनु हुँदैछ एडेनको। विशेष कृतज्ञता व्यक्त गर्दै उहाँलाई उच्चतम आदर र सम्मानसहित भव्य स्वागत गरौँ र जोरदार कार्य गरेर हार्दिक उहाँको योगदान र उपस्थितता उजागर गरौँ। बस्नु म ल्याइदिनु पर्ला के ल्याइदिउँ म हजुर बस्नु यहीँ बस्नु फुबु र एडेन। विदाई गरेर हामीले घोडावर्गलाई स्वागत गरेको थियौँ। हामीले यसलाई नै हामी बुद्ध धर्मको एउटा नजरबाट हेऱ्यौँ भने लोसार भनेको केवल एउटा पात्र मात्र फेरिनु होइन, लोसार भनेको यो हाम्रो मनको वर्ष फेर्ने समय हो। जस्तै भगवान् बुद्धले भन्नुहुन्छ सबै दुःखको बिउ अविद्या हो, अज्ञान हो र हाम्रो सुखको बिउ भनेको प्रज्ञा परमिता हो। जब हाम्रो मनमा हामीभित्र अविद्याले बास गर्छ तब हामी एक रिसाह, लोभी, क्रोधीको भावमा फस्न सक्छौँ। त्यसले गर्दाखेरि हामीलाई धेरै दुःखहरू हुन पर्छ, जस्तै आफ्नो व्यक्तिगत परिवारको लागि, आफ्नो लागि र आफ्नो समाजको लागि। र यो जीवनभरि हामीलाई दुःखले चाहिँ छोड्ने छ। त्यही भएर मेन दुःखको बिउ भनेको हाम्रो क्रोध, लोभ, अहङ्कार र अज्ञान। यी सबै हामीले कस्तो खालको भावना गरेर छोड्नुपर्छ भने हामीले अहिले सर्वप्रथम छोड्ने बेला हाम्रो भावना चाहिँ कस्तो सानो म्यासन यता हेर्नुहोस् न। नमस्ते। आजका प्रमुख अतिथि श्री श्यामबहादुर गुरुङजी हाम्रो समुदायका अत्यन्त सक्रिय सदस्य हुनुहुन्छ हाउ आर यु र गोकर्णे ठाउँमा कब समाज समितिका स्थापना कालदेखि हालसम्मका सम्पूर्ण पूर्व अध्यक्ष महोदयहरूलाई क्रमशः हरेकको नाम बोलाउन गइरहेकी छु। कृपया चरणबद्ध तरिकाबाट हरेकको नाम उच्चारण गर्दा मञ्चमा अगाडि आउन विनम्र आग्रह गर्न चाहे। सम्पूर्ण पूर्व अध्यक्ष महोदय र उहाँहरूको तत्कालीन कार्यकारी समितिका सम्पूर्ण पदाधिकारीहरूको योगदान र अथक मेहनतले गर्दा समाजलाई आज यो उच्च स्थान प्राप्त भएको हो।
म अब यहाँ क्रमशः निम्न नामहरू उच्चारण गर्दैछु सर्वप्रथम तब समाज सिक्नेको संस्थापक अध्यक्ष प्रेम गुरुङज्यू Everyone, can you shall we give a big round of applause for the one and only Mr. Prem Gurung. Thank you. Now we'd like to request Mr. Dev Gurung to come on the stage, please. Thank you. Mr. Garakana, you Gurung. यो गुरुङज्यू हजुर जहाँ पनि हुनुहुन्छ कृपया मञ्चमा आइदिनु हुन विनम्र अनुरोध गर्दछु ज्ञान गुरुङज्यू हजुर Hello sister, how are you? Happy Lohsar. के छ दिदी? ठीक छ। हामी हार्दिक आभारी प्रकट गर्दछौँ सन्चै छु बहिनी। संस्थालाई सफल स्थानमा पुर्याउन उहाँ सबैको महत्त्वपूर्ण भूमिका रहेको जानकारी गराउन चाहे क्रमलाई अघि बढाउँदै म सम्पूर्ण अतिथिहरूलाई मञ्चमा आएर निजको सहयोग टोकेरमा उपस्थिति प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछु ह्यापी लोसार बहिनी। छैन मैले रेजुलेसन 4K मात्रै गरेछु द्याट्स ओन्ली आई मलाई जातीय संस्थाले आफ्नो हजुर आलु त्यो त प्रसाद लगाउने एरिन भगवान्लाई चढाएको हो नि त लिनुहुन्न क्या बाबा है आमाले अहिले ल्याइदिन्छु हामी चाहिँ लामा गुरुबाट आशीर्वाद लिन चाहिँ यहाँ उभिरहेको छौँ याद एरिन जाऊ बजेसम्म मै हो बुट्टे गुरुको चेला हो Slides, before I leave the speech, I would like to extend my heartfelt thanks to all the volunteers. बोल्छ अलिअलि hey what you doing ल you need to bow down यस्तो गर न All the executive members of Tamil Samaj Secretary and of course ल you need to drink this the audience for making this event a wonderful success. good Your energy, dedication, ल जिउ गर जिउ नमस्ते गरे खै त नमस्ते ल गुड बाई were it not for every one of you tonight, would not have been possible. From the bottom of my heart, thank you for being part of this truly amazing, memorable evening. May the spirit of Loka fill your life with joy, peace, prosperity, अहिले पछि देखेको and the moment you आजको दिनदेखि नै स्नेक अर्थात् सर्पवर्गलाई बिदाई गर्दै घोडा अर्थात् हर्स वर्गलाई स्वागत गर्छौँ हामी सबै एकसाथ फेरि पनि भनौँ ह्याप्पी लोछार 2026 प्लिज सबैजना सबै एक जोडले भनौँ ह्याप्पी लोछार तारा तिम्रो लागि
अभिभावकहरूलाई चाहिँ यहाँका बहिनीहरूले खाना यहीँ ल्याइदिएको थियो होइन पुगो त्यो चाहिँ राम्रो सुविस्ता रहेछ हजुर हजुर पुसाइ कहाँ हुनुहुन्छ त पु अघि आउनेलाई चाहिँ मिल्यो कि है खाना ल्याइदिएको थियो कि बहिनीहरूले ल फुपू इन्जोय गर्नु ल अहिले लोसारको कार्यक्रम लगभग सकिएको छ र अहिले हामी चाहिँ लाइनमा खाना खान कुरिरहेको छौँ बाबु हाई मेसन हाई लिटल एक्सप्लोरर बाजे बजारलाई थकायो माग देऊ न बाबु यसपालिको लोसार कस्तो भयो त कस्तो हुँदैछ एकदम रमाइलो सिस्टर त्यही हो अरू भन्दा नि बच्चा फ्यामिलीसँग रमाइलो भेटघाट भयो होइन थिङ है अरू त अब त्यही हो रमाइलो भयो भनौँ सबैलाई ह्याप्पी लोसार हस् ह्याप्पी लोसार लोसार सिडनीमा भव्यका साथ मनाइरहेका छौँ हजुरहरूले मान्छेहरूको उपस्थितिबाट पनि देख्न सक्नुहुन्छ कि कति भव्यका साथ मनाइरहेका छौँ र अहिले हामी लाइनमा छौँ डिनरको लागि खमाली चोली माथि छड्के लायो भने कि रूप सुन्दर मेरी